What up, guys? This is me, Raj Bosnito. Welcome back to my YouTube channel. Once again, आज चाहिँ म कुखुरो पकाएर खाँदैछु कुखुरोको मुख बाङ हुने गरी खाँदैछु कुखुराको मुख बाङ खान्छु आज हेरौँ कसरी खान्छ राज दाइले कसरी चपाउँछ र कसरी जिब्रो पड्काउँछ भनेर चाहिँ तपाईँहरूले भिडियो पुरै हेर्नुपर्ने हुन्छ राज दाइको चर्तीकला अब गुटुङटुङ आउँदैछ यसरी खाइन्छ कि सायद जिब्रै जाने गरी खाइन्छ क्या ल साथीभाइ अब चाहिँ म भात पनि पस्किसकेको छु होइन अनि अब हात छोड्नु मात्रै बाँकी छ पाएर धुलो गाड्नुपर्ने छ यो कुखुराको खुट्टा पनि देख्नुहुन्छ यहाँनिर अनि त्यहाँदेखि यहाँनिर धनियाँ लेमन तागती दिस इज रेडिस मुलाको अचार दिस इज येलो राइस भन्नाले चाम्रे अनि यहाँनिर रेड लेबल अलिक फोकस भएन हौ फोकस मेन रेड लेबल र 1 गिलास भन्दा नि अलिकति पानी ल साथीभाइ मैले चाहिँ अब सुरु गर्न लागेँ मुख बाङ आउने गरी खाने हो अनि लम्पसा सुत्ने हो सुरु गरेँ मैले धेरै भन्न खाएको दबाई हुन्छ नखाएको क्या डल्लै भएछ नि कुखुराको चोक्टो मिठो हो मिठो हो श्री आनन्द कन्या भगवान की जय धन्यवाद नारायण देखिन सक्नुहुन्छ क्या हङ्ग्राले पाङ्ग्रो खा जस्तो Wow. Fantastic, delicious. Crunchy sound. Crunchy हुन्छ कि निब्लिङ त केटी पार्नु होइन munching sound.
मुला मिठो भएछ त्यही मुला मुला माल मुला नजिक भएछ यस्तो कुखुराको मासु साह्रै मिठो कति रसिलो क्या भित्रको मासु भित्र मसलाहरू मजाले छिरेछ क्या अनि चिप्रै जाला जस्तो क्या सँगसँगै यस्तै मिठो भयो हातै चाट्नु रहेछ एउटा भनेको छ नि खाइ अगाइ चाटी मोटाइ मोटाउनु पऱ्यो नि होइन खानकी छ भने बान्की जल्छ हुन्छन् बुढाबुढी झन्डै दाँतै लगाऊ बेलामै दाँत लगाऊ भने सक्यो त अनि केटीहरूको सानो के गरेर हाँस्नु यसो गरेर हाँस्दैन भन्छ मुख छोपेर दाइ त धोतेर आजभोलि थोतेले चल्दैन हिल्चे भन्छ नि मगरले ढेबाले ढेबा मरु पैसा छैन आला टनी कस्तो बाङ्गे भएछ म त कडा खायो रेड लेभल हो ढाँटेर होइन मैले यति सारेको छु बोतलै देखाइदिन्छु मैले यहाँ छ बोतली देख्नुभयो बोतल ब्ल्याक लेभल छ यो त ब्ल्याक लेभलबाट छ रेड लेभल भने अघिदेखि ब्ल्याक लेभलमा चाहिँ कसरी अनि रेड भयो त नि यो चाहिँ म त कालोलाई चाहिँ ब्ल्याक भन्छ रातोलाई चाहिँ रेड लेभल भन्छ भनेको त ब्ल्याक लेभलबाट छ कि स्टिकर उल्टो डालेको हो कि यो प्याकिङ गर्ने मान्छेले त्यस्तो नै हुनसक्छ होइन हेर्नु ल नै हो ब्ल्याक लेभल डालेको छ माल चाहिँ यस्तो छ यति खायो भने चाहिँ साथीभाइ यति चाहिँ खायो भने पुरै ऐनामा गएर दुईजना बात मारिन्छ कि होइन तपाईँलाई कहाँ देखे जस्तो लाग्छ भन्थ्यो अरे क्या उहिले आफ्नै ऐनामा क्या आफ्नै यो देखेर आफ्नै अनुहार आउँछ नि त यसमा त ऐनामा कहाँ देखे जस्तो लाग्यो अरे क्या अब कुरो जस्तै हो यो कुखुराको खुट्टो खान गराउनु Just no lata de very para prenden. झिँगा भन्छ त हौ कहाँबाट आयो झिँगा कहाँबाट आयो झिँगा होइन एउटा भुस्न छिरेछ कता सक्यो
सकिने आँट्यो मुखबाङ अब चाहिँ चपाउँदा मुखै भइसक्यो मुखबाङ खानु तारिक यो हो नि साथीहरू ए साथीहरू एक्लै खाने हो नि अरूलाई ल्याएर बाँडेर खाने नि अब आउँदैन जिन्दगीमा कमाउनु पर्छ अरूलाई पनि दिनुपर्छ हल्का तर सेलेक्ट गरेर क्या मान्छे चिनेर चुनेर भन्छ होइन नेपाली भन्दाखेरि चुन्नु मान्छे चिन्नु पनि धुत्वाहरू छ धुत्वाहरू म उडाइन्छ जिब्रै पहेँलो भयो भने ओए के बोल्यो झाडा त बोल्यो नि भिडियो एडिटिङ गर्दा हेर्छु के बोल्यो डिक्सनेरीमै नभएको शब्द बोल्यो भने चाहिँ मलाई गाली गर्नु नगर्नु है साथी कुरा बुझ्नु हो साथी डिक्सनेरीमा अलिक पर सर क्यामेरा अलिक पर सर मलाई त ओरै खिचे जस्तो अलिक पर सर यतिवटा खिच्न जान्दैन छैन धेरै जान्ने भएर खिच्छ राजदाईको यसरी खिच्छ नि यति अझै टाउको निस्किन यत्तिकै एङ्गलमा खिच्छ है भात देखेन हो उठाउनै पर्छ सकिने आँट्यो सर जमानामा 5वटा 6वटा ढुकुर मार्थ्यो अरे हो अनि पोलेर खान्थ्यो एक्लै पोलेर खान्थ्यो मिठो हुन्थ्यो गोठाला जाँदा सानोमा म त गोठाला पनि हुन्छ त्यो समय र परिस्थिति मान्छेलाई कहाँ प्रोसेस हुन्छ क्या जङ्गलमा ग्याटिस भन्दा ग्याटिस भन्दाखेरि अब नेपालमा के भन्छ गुलेली भन्छ हामी चाहिँ ग्याटिस भन्छौँ नेपालमा चाहिँ गुलेली भन्छ अङ्ग्रेजीमा स्लिङ सर्ट पनि भन्छ काटापोल्ट पनि भन्छ खोलेर कान्छ चरी 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 उड्दै उड्दै पनि माथि म भनेपछि कमी हो रजाले चाह्यो भने अहिले यहाँनिर अनुरोध हुन्छ तपाईँहरूलाई जानकारी नि दिन्छ ओइ उनके त अजिङ्गरको आएर दहीवाला जुरो भने के भन्नु धन्न भुइँमा खसेन थालमै खस्नु यो होइन बात भएन होला त्यही त के भनेर लाउनु पर्ने थियो भिडियोमा त्यो बुढोको मिमिक भेटेको छैन मैले ओखो अब पछाडिबाट लाग्छ यो हाँसी गएर भन्न खोजेको चाहिँ पछि गएर लाग्छ भन्नु खोजेको तर पछाडिबाट लाग्छ which is so funny, right? People have different way of speaking, you know. कसैको बुझ्नेले बुझ्नु पऱ्यो नि त भोलि चाहिँ पछाडिबाट लाग्छ भने पछि गएर लाग्छ भन्नु खोजेको नि हाँसी दादा आज चिल माछा दादा आज चिल माछा दादा आज चिल माछा साह्रै मिठो कुरा गरे हो साइला है कता कता धारा कताको पानी त्यो बोतलको पानी म त तिर्खै नमेटिने है आजभोलि कता गयो धारा पानी भइसकेको छ
धारा पानी घरमै आउँछ तर जानु जङ्गल जानु पर्दैन आजभोलि घरभित्रै हुन्छ नुहाउनु गोला जानु पर्दा घरभित्रै हुन्छ समय परिवर्तनशील समयलाई ठेक्न पनि जानु पर्यो कि ठेक्न के भन्छ नेपालीमा पनि बुझ्यो भने ठेक्न ठेक्नु नै होला ठेक्नु जानुपर्छ भनेको त्यही समयअनुसार चल्नु जानु पर्यो get a learn according to the time and the situation or the environment around us तर कतिवटा मान्छेहरू होइन डुलुलु हुन्छ क्या ढिलुलु मान्छेहरू चाहिँ सुलुलुलु हुन्छ अरे गफमा धेरै लुडेछ क्या त्यही मलाई फेरि गफ गर्न मलाई आउँछ नि मजाले यस्तो बजाएछ बताउँदा नि यतिले के लाग्छ र राजदाले उता सिङ्गै बोतल खाएर यहाँदेखि न्युयोर्क पुगिदिन्छ तर गाडी पुलिसले भेटायो भने चाहिँ खाएर चाहिँ नहिँड्ने छ त्यही It's a tough in America, okay? You got it? गाउँमा के भन्छ अरे साथी कुखुरा मार्नु पर्यो अरे होइन कुखुरा मार्नु पर्दा त कुखुरालाई त यस्तो समाएर क्या के भन्छ पखेटामा यस्तो समाएर चाहिँ यस्तो मोटकै किनारा लगाएर पार्छ नि त लट्ठीले साथी चाहिँ त साइडमा थियो अरे क्या कुखुरालाई त्यसरी समाएर अनि लट्ठीले चाहिँ कुखुराको ढाडमा कुखुराले चाहिँ हेरेको साथी हाँसिरहेको थियो अरे क्या साइडमा तर सुली चाहिँ यहाँ मुखमा छक्कै सर्दैछ अरे के भनेर क्या उठ नचलाइकन क्या कुरो अब यस्तो यस्तो भिडियो लिएर राजधानी आउँछ त त्यसको समक्ष प्लिज गर्छु नहुँदैन तपाईँहरूको पनि धेरैको गर्छु म फेमस म नि नेपालमा हुनुहुने देखेर खतरा मोटरसाइकल हुन्थ्यो होला के हुन्थ्यो भ्लगर यहाँ काममा जानु पर्यो कोही बेला कहाँ के हुन्छ टिकटक पनि बनाउनु पऱ्यो फेसबुकतिर पनि भ्याउनु पऱ्यो भात पकाउनु भ्याउनु पऱ्यो घर सफा गर्नु भ्याउनु पऱ्यो यो बाहिर चराहरूलाई यसो चारो दिनु पऱ्यो यहाँनिर फुलहरू छ नि अलिअलि यिनीहरूलाई नि पानी दिनु पऱ्यो घरमा भ्याक्युम लाउनु पऱ्यो घरमा लन्ड्री लाउनु पऱ्यो कहाँ छ अहिले साथी कुखुरा खुट्टा खाएको मात्रै देखेर हुँदैन खुट्टा मिठो छ नि यसो राख्दैको लाब्रे उठ्ले नि खुट्टा त काले छ नि उठ्दाखेरि नेपालीलाई मनपर्छ बरु त्यस्तो ठुल्ठुलो उठ भएको कालेको मात्रै हुन्छ नि ठुल्ठुलो उठ राजदाको हेर्ने कस्तो उठ्छ ठेम्मार भएर होला छेत्री अनि गुरुङ घोन्डे गुरुङ मिसिएर यस्तो बनिएको बादल पारीको देशबाट मासु सक्यो अनि गाइदिनु ल मेरी माया मलाई हेर्दै होली जसुकैले हेर्छ नि
रमाइलो लाग्थ्यो मलाई माया मेरी तिम्रो साथ हुन्थ्यौ तिमी लिरिक्स कता कता भयो होला त्यो हाल चलाएर कपिराइट फेरि पनि दिन काट्दैछु तिम्रो यादमा आमा अलि एन्ड नगरौँ अझै छ त्यो झन्डै होइन होला सानै मिठा यतिको मिठा चाहिँ राजाले पाउँदैन यो मान्छेले पाउँदैन सानादेखि पकाएर खाएर हिँडेको मान्छे जस्तै अब पढाउनु जानु पर्थ्यो सिन्धुपाल्चोक पढाइयो र के अरे उता औराईतिर पढाइयो औराई भनेको मौतरी जिल्लातिर ए सर कथी गरी छि बनिया छि ठिकै छ बनिया छि के भन्नु त्यसलाई ठेटी भाषा तर माथि सिन्धुपाल्चोक गएर चाहिँ ब्रज श्रेष्ठहरू थियो होइन प्रेमदत्त प्रधानकै घर तलतिर बसेको पुरानो घरदेखि सोद्धा हुन्छ उहाँको नानीहरू अझै छैन मेरो फेसबुकमा हेर्छु एकता बोर्डिङ स्कुलमा पढाएको मैले एकता बोर्डिङ स्कुल बाँकी छैन भनेर म तिर्छु त्यहाँबाट तर बाँकी तिर्दै होला मैले पनि धेरै पैसा छोडेर हिँडेको थिएँ त्यस्तै गराङ गोजुङ भयो एउटा परिवार छ नाम नलिउँ होला जान्दा चाहिँ नाम गर्छु पनि उसको छोरी धेरै जान्ने थियो आमा बाउ चाहिँ छोरी जान्ने थियो पढाउनु होमवर्क दियो भनेदेखि नानीहरूलाई पेल्ने होइन नि उनीहरूको मस्तिष्क पनि खेल्नु दिनुपर्छ होमवर्क दिएर हुँदा फर्स्ट हुने होइन नि त साथीभाइ हेर मैले सके पनि खाएर होइन स्वाट चुपेर सकियो यो चाहिँ छ त्यति छ अब धेरै गफ पनि नलाउँ लहरो तान्द पोखरो गर्जिन्छ भन्छन् बुढाबुढी राख्दा पनि बुढाबुढी हो जमुनाको राख्दाखेरि भर्खरको देख्नुहुन्छ होला तर केस पनि झरेको छैन नफुलेको छ होइन फुल्दैन क्या राखेको रङ लगायो भन्नुहुन्छ होला होइन मेरो फुले अलि फुलेको छ यताउति भर्खर फुल्दैछु अब भनेपछि विचार गर्नु होला उसले भने जस्तो विचार गर्नु होला अर्काको पोइ भन्थ्यो नि आइ पनि केही इट्ठे भन्यो आइ राजप्रसाद इट्ठे क्यामेराबाट बाहिर निस्कि खेल्छस् आज म पनि छिक्क भएको छु खेल्नुलाई खेल्छस् अर्का यस्तै मजाक हो यो राजदाइले के गरेको होइन त्यस्तो मातेर होइन सातेर भनेको चाहिँ मान्छेहरूले कतिजनाले यहाँनिर मलाई नराम्रोले नै हेर्छ नि त बट आम अ गुड गाई ओके जति नै मात्दा पनि म मान्छे कोही गुटेको प्रुफ छ साथीहरूसँग कति मातेको छ कति नराम्रो गरेको छ केही छ भने यहाँ लेख्नुहोस् जान्नुहोस् कति रमाइलो राजदाई हो इफ समवन मेस मी यु विल बी मेस्ड अप त्यही हो मेरोबाट चाहिँ सुझाव धम्किदिएको होइन राम्रो भनेको म राम्रोलाई राम्रै गर्छु नराम्रो गर्छु भन्नु खोजेको हो अब के गर्नु त होइन आफ्नो जिन्दगी हुन्छ उही भाग्यमा लेखेको नै भोग्नुपर्छ जिन्दगी भनेको रमाउन नछोड्नुहोस् र भोलि नपर्खिनुहोस् रमाउनुको लागि हस् त